साथीहरु सबैलाई नमस्कार है। यो चाहिँ हामी अहिले ताजिकिस्तानको डुसाम्बेको यो साइडपट्टिको ठुलो यो सबैभन्दा विश्वको सबैभन्दा ठुलो झण्डा भन्छन् है यसलाई। यो झण्डा यो सबैभन्दा ठुलो झण्डा अरे है, विश्वको सबभन्दा ठुलो झण्डा अरे। यसको यहाँ हामी आज घुम्न जाउँ त नि भने दाइहरुले घुम्न आएको। यसको गार्डनहरु यस्तो छ है। सबै आउनु टाइम मिलाएर घुम्नु पर्छ सबै मिलेर है। अब खासै बोल्न त आउँदैन, त्यही पनि यसो हल्का सो ठाउँ चिनाउनको लागि मात्रै हो नि यतिको बोलेको है। यो चाहिँ ताजिकिस्तानको यो साइडपट्टिको अघि त्यहाँ पर हामी डुसाम्बेको टावरतिर गएको थियौँ। अहिले चाहिँ यो झण्डा भएको ठाउँमा जाउन त नि भनेर आएको। यो विश्वको सबभन्दा ठुलो झण्डा भन्छन् है यसलाई। यहाँ चाहिँ अस्ति नै चाहिँ पानी थिएन, खाली थियो। आज चाहिँ पानी हालेको रहेछ। यहाँ घुम्ने ठाउँहरू यस ठिकै छ। हाम्रो दुईजना दाइ र भाइ त्यहाँ पर बसेर हेर्दैछन्, म यहाँ भिडियो गर्दैछु है। रमाइलो छ। आजभोलि पातहरू झरेर अलि खासै त्यस्तो हरियाली देखिएको छैन। अनि अलि यो अब 1 महिनापछि आउनुभयो त राम्रो देखिन्छ होला हरियालीहरू। यो हो। गुड खतरा छ क्या, फेरि मेरो बालै खतरा।